शान्तिनगरवासीको रहर उज्यालो शान्तिनगर भन्ने मूल अभियान स्वरूप शान्तिनगर गाउँपालिका भित्र छरिएर रहेका अति विपन्न घर परिवारका लागि 20 युनिट भन्दा तलको विद्युत खपत गर्नुभएको छ भने उहाँहरूको लागि एकदमै खुसीको कुरा लिएर आउनु भएको छ श्री प्रमोद बस्नेतज्यू, जो गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ। र यसै कार्यको लागि भनेर गाउँपालिका अध्यक्षज्यूले करिब 25 लाख बजेट पनि विनियोजन गरिएको आजको गाउँपालिका गाउँसभा अधिवेशनबाट 18औं अधिवेशनबाट उहाँले उद्घोष गर्नुभएको छ। र यस विषयलाई जो अति विपन्न घर परिवार छन् नि उहाँहरूको लागि दैनिक रूपमा जस्तो महिनामा जो खपत हुने विद्युत हुन्छ नि त्यो विद्युत युनिट तिर्नलाई दिनमा 5 देखि 6 घण्टा पैदल हिँडेर तुलसीपुर बजारसम्म जानुपर्ने बाध्यतालाई समस्या समाधान गर्नुभएको छ। त्यसै गरी तुलसीपुर बजारसम्म जानको लागि एकजनाको करिबन 500 देखि लिएर 1000 रुपैयाँसम्म खर्च हुने दिनको अनुमान गरिएको थियो। र यसै समस्यालाई मध्यनजर गर्दै श्री प्रमोद बस्नेतज्यूले त्यसको समस्याको समाधानका लागि यो शान्तिनगर गाउँपालिकामा लुम्बिनी प्रदेशकै पहिलो रहेको र यो कार्यान्वयन जनता र सेवामुखी भएको भन्ने उहाँको भनाइ छ। र तपाईँ यस विषयमा के भन्नुहुन्छ? के यो कार्यान्वयन गर्न कतिको सम्भावना छ या कतिको चुनौतीहरू छन्? तपाईलाई के लाग्छ? जस्तो लाग्छ त्यस्तै लाइक, कमेन्ट, सेयर गर्नु होला। अनि यस्तै भिडियो देख्न चाहनुहुन्छ भने चिताराम ओली फेसबुक प्रोफाइललाई पनि फलो गरिदिनु होला। अनि युट्युबबाट हेर्दै हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। हवस् त, नमस्ते।